हेलो गाइस, वेलकम टु आवर भ्लग। हामी चाहिँ आज कहाँ जान लागेको साथी? स्ट्रीट फेस्टिभल अमरपथ। हामी अमरपथ जाँदैछौँ हाम्रो 3 जनाको ग्रुप भएर। मिसिङ यु गाइस, पवित्रा एन्ड पविना। अनि हामीले कति रमाइलो गर्छौँ अनि साथीहरू हेरेर जसै नभयो है। ल अब हामी अब यहाँबाट हेरेदेखिको माथि के गर्छौँ सबै यो ब्लगमा राख्ने कोसिस गर्नेछौँ। हजुर सबैले इन्जोय गर्नु होला। हामी अब हिँड्दैछौँ अझै। अब हामी 15-20 मिनटमा चाहिँ पुग्छौँ। इटाभट्टी लाइन पुगिसकेका छौँ हामी। पनि हल्का चिसो चिसो हावा चलिरहेको छ, एकदमै आनन्दको मौसम छ। त्यसरी रात गर्नुको लागि हामी चिसो हावा खाँदै कुटुक कुटुक गर्दै हिँडिरहेको छ। कहिले पुगिन्छ साथी? अब मात्रै 10 देखि 15 मिनट हो। घरबाट हिँड्दा पनि 10 देखि 15, अहिले पनि 10 देखि 15। तिम्रो घडी हो कि के हो? मेरो घट्दै गर्दैन है। मेरो घडी चलिरह तर तिम्रो स्पिड बढिरह होइन साथी। त्यही भएर 10-15 मिनट, अझै पनि 10-15 मिनट छ। हामी अहिले ठ्याक्कै पुरानो बस्तर आइसक्यौँ। अब जस्ट हामी अलि हात्तीको गतिमा गए पार 5 मिनट, छुवाको गए पार 10 मिनट। 20 पनि हुनसक्छ, बढ्न पनि सक्छ। मलाई त कस्तो म हिँड्न सक्दिनँ। अब प्लिज फर्किम अब धेरै दिनपछि बुटोलमा शीतल भएको अवस्था र 2 युवती। ल बुटोलमा शीतल भएर 2 युवती उफ्रिँदै। जाँदैछौँ। यस्तो छ आज आकाश, एकदम चिसो हावा लागेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। हामी जाँदै गर्दा आज बाटोमा भेटियो बेलुन। अब यो बेलुन मैले लगिदिनु कसलाई? बुटोलको मुटु अमरपथमा आइसकेका छौँ। अब केही मिनटमा पुग्छौँ। कति शीतल एक्साइटेड छु कि अघि छु र साथीहरू पछि छन् कि यिनीहरूले मलाई भेट्न सकिरहेको छैनन्। पछि हिँडिरहन्। अब म अगाडि छु, एउटा बेलुन लिएर खेल्दै हिँडेको छु। स्ट्रिट फेस्टिभलको लागि नाम लगाइरहेको हजुरहरू दिन सक्नुहुन्छ। र अब हामी फाइनल्ली आइपुगेका छौँ। फाइनल्ली हामी आइसकेका छौँ। हाम्रो लागि वेट गरेर कार्यक्रम सुरु नगरे जस्तो छ गाइज। देख्न सक्नुहुन्छ यस्तो भेट्छ।
पनि यो रमझममा रमाउनको लागि यहाँहरूको गरिमामय उपस्थिति र विशेष गरी यस क्षेत्रमा यसरी आयोजना गरिएको विशेष गरी स्थानीय सरकारको विशेष पहलमा स्वादको उत्सव र त्यसै गरी कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यहाँहरूको माझमा यहाँहरूलाई नै साँची राख्दै यसरी बुटवल उपमहानगरपालिकाले यो कार्यक्रमलाई यहाँहरूको माझमा भव्य र सभ्य रूपमा फस्किने प्रयास गरिरहेको छ। हामी निकै नै आशावादी छौं कि यो कार्यक्रमको अन्त्यसम्म यहाँहरू बसेर हामीलाई साथ सहयोग माया स्नेह र सँगै केही सल्लाह र सुझाव छन् भने कृपया यहाँहरूले प्रत्यक्ष रूपमा आयोजक टिमलाई भेटेर दिन सक्नुहुनेछ भन्दै अब भने ढिला नगरौँ क्यारे होइन। पक्कै पनि यहाँहरू रम्नको लागि र रमाउनको लागि छ। हामीले यो समयलाई ख्याल गर्दै यो कुरालाई मध्यनजर गर्दै विशेष गरेका समाजसेवी सदस्य खिरराज पाण्डेजीलाई म आतिथ्यता ग्रहण गरिदिनु हुन र परिचित भइदिनुको लागि म सबैले अनुरोध गर्दछु। कृपया जोरदार तालीले स्वागत सम्मान जनाइदिनु होला। विशेष गरी उहाँहरूकै पहलमा यो कार्यक्रम यहाँनिर भइरहेको छ। त्यसै गरी यस कार्यक्रमलाई अझै ऊर्जा थप्नको लागि बुटवल उपमहानगरपालिका वडा नम्बर 5 का अध्यक्ष हरिप्रसाद देउपानेजीको आगमन छ। हरिप्रसाद श्रेष्ठजीको आगमन छ। म उहाँलाई पनि आतिथ्यता ग्रहण सँगसँगै परिचित भइदिनुको लागि म सबैले अनुरोध गर्दछु। त्यसै गरी म पनि हुनुहुन्छ उहाँलाई पनि म आतिथ्यता ग्रहण गरिदिनुको लागि म सबैले अनुरोध गर्दछु र हामीले यो कार्यक्रम बुटवल उपमहानगरपालिकाले स्वादलाई मात्रै नयाँपन दिन खोजेन, उदयमान रहेका प्रतिभालाई पनि एउटा मञ्च दिन खोज्यो। त्यसैको स्वरूप यति बेला भने एउटा उदयमान प्रतिभा नगरपालिका यस्तै पुस्ताको खोजीमा छ जसले भोलिको नेतृत्व गर्न सकोस् र गीतको बोल छ के भन्ने हाम्रो समय अब बाँकी उहाँकै प्रस्तुतिमा छ।
यहाँहरूले लगाउनु भएको पहिरनलाई यहाँहरूले आकलन गर्नुहुनेछ भन्दै म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। कला मगर, अतिक, त्यसै गरी युना, त्यसै गरी माया, त्यसै गरी सरोजलाई म उहाँहरूको टिमलाई नै म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। यो नृत्यका लागि विशेष गरी हामी बारम्बार भनिरहेका छौँ, यो मञ्च यहाँहरूकै प्रतिभाको लागि हो, विशेष गरी यहाँहरूकै नानी बाबुहरूका लागि हो र यो मञ्चबाट उदाउने कलाकार भोलिका हाम्रा गाना र संविधान भन्दै यति बेला भने ढिला नगरिकन यो प्रस्तुति यहाँहरूको माझमा
Mr. Toilet Band. अब फर्स्ट सङ चाहिँ हाम्रो गीत त हुँदैछ जन सामुद्राईको। सो सबैले आउँछ भने सबै साथ दिनु होला है। पानी खाँदैछौँ अब शान्ति धन्न आशा त छुटिसकेकी छ के भगवान् हामी घर जान्छौँ अब यहाँ बस्नु सक्दैनौँ हामी अब फर्किँदैछौँ बाटोमा छौँ एकदम थकित छौँ होइन सोलो पानी खाएर नि भ्याइयो तर आइसक्रिम खान खोजिँदैछौँ हामीले होइन तर आइसक्रिम खान नै पाइएन कहीँ पनि कतिवटा पसलमा सोध्यौँ हामीले आइसक्रिम 4वटा 5-6वटामै सोधेँ मलाई कि अनि तर आइसक्रिम खान पाइएन बुटोल बजारमा आइसक्रिमको कमी मार्केट ग्याप इन आइसक्रिम सेलर्स यस भयो दिदी पुग्यो भेरी ब्याड सो ब्याड भेरी ब्याड हामीले 10वटा भेटियो 10वटा पसल आफ्टर सोधिङ इन 10वटा पसल ओ माय गॉड आवर इंग्लिश किल्ड us ल खाइहालौँ साथी ल ल साथी कस्तो छ